लामो बल म चाहिँ काम सुतिर आयो भने एउटा चुरोट बाल्दै अब घरतिर लाग्नुपर्छ। म चाहिँ अस्ट्रेलिया आएको नि कति 7 वर्ष भएन र म अस्ट्रेलिया आएको भयो नि 7 वर्ष भइसक्यो अस्ट्रेलिया पनि 6 वर्ष कि 7 वर्ष त्यस्तै कति भयो भनौँ न। तर जिन्दगी रमाइलो चलिरहेको छ, त्यस्तो गाह्रो पनि छैन, गाह्रो हुँदैन खासै अस्ट्रेलियामा त्यस्तो। जसले जो मुजी गाह्रो छ भने त्यो मुजी अल्छी हुन्छ। काम जति नि छ मुजी जहाँ नि पाउँछ खोज्ने होइन। म घरभित्र सोफामा खाटोमा बसेर मुजी फेसबुकबाट छिर्ने काममा आएछ। लामो कहाँबाट काम मिल्छ र मुजी जानु परेन भने आउने ठाउँतिर धाउने मुजी घर बसेर भनेरमा खासै म त्यस्तो केही बनाउनु त मान्छे होइन। यस्तो ब्लग त यस्तै भिडियो सिडियो त्यही पनि चुतियाहरू हेरौँ। अब त्यही खासै त्यस्तो एक्सप्रेस गर्ने मान्छे होइन। मनमा लागेको कुरो मान्छेलाई खासै भन्दिनँ, मनमै रहन्छ। त्यही भएर एउटा केही बाटो पाउनु पऱ्यो भन्ने मात्रै हो। हेरौँ, तपाईँहरूलाई केही सोध्न मन छ भने भन्नु। मान्छे हो जस्तो लाइफस्टाइल छ त्यस्तै भनिदिन्छु। म आमाबाबु फोन किन उठाउँदैनन्, साथीभाइलाई किन कल गर्दैनन्, टाइम हुँदैन एउटा फोन उठाउनुलाई गर्दै हुँदैन। ल अरू चाहिँ अरूको पाएको कुरा होला।